सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका वडा नम्बर 1 मा महत्त्वपूर्ण ऐतिहासिक एवं पुरातात्विक महत्त्वको हरिहरपुर गढी रहेको छ। सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली माडीबाट करिब 75 किलोमिटर पश्चिमतर्फ हरिहरपुर गढी रहेको छ। गढी समुद्री सतहदेखि 1200 मिटर उचाइमा रहेको छ। रमणीय डाँडाको थुम्कामा चारैतिर बलियो पर्खाल लगाएर गढी निर्माण गरिएको छ। दुश्मनले सजिलै आक्रमण गर्न नसक्ने र आक्रमण भएमा दुश्मनलाई निस्तेज पार्न सकिने उपयुक्त ठाउँमा गढी र दरबारको निर्माण गरिएको छ। हरिहरपुर गढी दरबारको सुरक्षाको लागि चारैतिर करिब 5 मिटर फराकिलो र 6 मिटर गहिरो खाडल बनाइएको छ। खाडलभित्रबाट अग्लो र बलियो पर्खाल लगाइएको छ। पर्खालको वरिपरि बाहिर अवलोकन गर्न र आवश्यक परेमा दुश्मनमाथि तोप गोलाले आक्रमण गर्न 14वटा सुरक्षा पोस्ट बनाइएको छ। गढी प्रवेश गर्ने एकमात्रै प्रवेशद्वार रहेको छ। गढीभित्र पानीको प्रबन्धको लागि इनार खनिएको छ। गढीभित्र कालिका मन्दिर रहेको छ। गढीभित्र दरबारका साथै सुरक्षा दस्ताले प्रयोग गर्ने हात हतियार भण्डार गर्ने घर समेत निर्माण गरिएको छ। सेन वंशीय राजा हरिहर सेनको पालामा निर्माण भएकाले गढीको नाम हरिहरपुर गढी रहेको भनाइ छ।